नमस्कार दर्शकबिन तपाईहरु बेला स्विट नेपाल हेर्दै हुनुहुन्छ र म छु युवराज शर्मा। यति बेला चाहिँ म गैंडाकोट नगरपालिका वार्ड नम्बर 3 को यो केलादी घाटमा छु र भोलि माघ 1 गते माघे संक्रान्तिको दिन एकदमै धेरै ठुलो मेला लाग्ने गर्छ देवघाटमा। देवघाट विशेष गरी 3वटा जिल्ला चितवन, तनहुँ र नवलपुर जिल्ला मिलेर बनेको छ। यो 3वटा जिल्लाको बीचमा यो बग्ने यतापट्टिबाट आएको कालीगण्डकी नदी र उतापट्टिबाट आएको त्रिशुली नदी जहाँ मिसिन्छ यो सङ्गम बेडी, यसलाई चाहिँ देवघाट भनिन्छ र यो क्षेत्रलाई नै देवघाट क्षेत्र भनिन्छ। सधैँ देवघाट जानको लागि धेरै भक्तालु दर्शनार्थीहरूले चाहिँ चितवनको बाटो प्रयोग गर्नुहुन्छ, तर त्यो चितवनको बाटो सानो बाटो, साउरो बाटो एकदमै जाम हुने, भिड हुने गर्छ र त्यसैलाई मध्यनजर गर्दै अब तपाईहरू गैंडाकोटबाट पनि देवघाटमा आएर स्नान गर्न सक्नुहुनेछ। यस्तो छ, यो हामीले चाहिँ विगत 4 वर्षदेखि यो चाहिँ यो बाटो फुलेपछि बगरमै आउने बाटो फुलिसकेपछि देवघाटको मेला, देवघाट त खास त 3टा जिल्लाको सङ्गमस्थल हो, तर बुझाइमा चाहिँ चितवन र तनहुँतिर मात्रै विकसित भयो। चितवन र तनहुँतिर मात्रै भक्तजनहरू आउने, यो बाटोको चाहिँ उपेक्षा भइरहेको, यो क्षेत्र चाहिँ अलिक उपेक्षामा परेको थियो। हामीले विगत 4 वर्षदेखि चाहिँ बाटो चाहिँ सामान्य रूपमा गोल्टो बाटो भने पनि, कच्ची बाटो भने पनि मोटरसाइकलले या चारपाङ्ग्रे सवारी साधन साना गाडीलाई यहीँसम्म ल्याउने व्यवस्था गरेका छौँ र यो बाटो आउँदाखेरि चाहिँ चाप बढी पर्दैन। कच्ची नै बाटो भए पनि जाम लाग्नु नपर्ने, हिँड्न धेरै नपर्ने, बगरसम्मै सवारी साधन ल्याउन सक्ने भावनाले र आफ्नो गाउँको पनि प्रचार होस्, भोलिको दिनमा देवघाट भनेको नवलपुर पनि हो है भन्ने किसिमको सन्देश जाओस् भन्ने हेतुले हामीले चाहिँ मेलाको लागि चाहिँ सामान्य रूपमा भए पनि आफ्नो वडाको तर्फबाट गर्न सकेसम्मको सहयोग के अरे व्यवस्थापन चाहिँ गर्ने तर्फ गरिरहेको छौँ। जस्तो पूर्व पश्चिम राजमार्गको गैंडाकोटको पुलचोकदेखि हाम्रो यो केलादी घाट भन्छ होइन? हजुर, केलादी घाटसम्म आइपुग्नको लागि दूरी र समय चाहिँ कति लाग्छ होला? अब यसमा अधिकतम भनेको 3-3.5 किलोमिटर छ महेन्द्र राजमार्गदेखि योसम्म यहाँसम्म आउनुको लागि। गत वर्षसम्म चाहिँ 2 पाङ्ग्रे सवारी साधन मात्रै आउन सक्ने अवस्था थियो, किनभने जुग्गीमा हामीसँग झलुङ्गे पुल मात्रै थियो। अहिले पक्की पुलको निर्माण सम्पन्न भइसकेको छ। अहिले 4 पाङ्ग्रे गाडीहरू पनि यहाँ आउन सक्छ, बढीमा 15-20 मिनटमा यहाँ आउन सकिन्छ र उता कालीगण्डे कोडोर पाल्पाको बाटो हुँदै आउने मान्छेहरूलाई चाहिँ ढोडैनीको भुजेल चोक भन्ने ठाउँबाट चाहिँ अब सानो त्यस्तो चाहिँ ठुलो गाडी आउन सक्ने अवस्था छैन। साना 4 पाङ्ग्रे गाडीहरू, स्कर्पियोहरू चाहिँ भुजेल चोकबाट चाहिँ आउन सक्ने अवस्था छ। यहाँ गाडीहरू पार्किङ गर्नको लागि व्यवस्था चाहिँ कस्तो छ? गाडी पार्किङको लागि चाहिँ यथेष्ट मात्रामा हामीसँग खाली जमिनहरू छ, आउने जति आए पनि अट्छ। हामीलाई व्यवस्थापनलाई त्यस्तो समस्या छैन। जस्तो प्राइभेट गाडीहरू त आउन सक्ने भयो, पब्लिक गाडीहरू सञ्चालन गर्नलाई तयारी के गर्नु भएको छ? अब पब्लिक गाडी पनि रिजर्भमै आउने खालको, अब भाडाका लागि आउने खालकालाई चाहिँ त्यो अहिलेसम्म त्यो सोच छैन। अहिले भर्खर पुल बनिसक्यो, नियमित रूपले यातायात चल्ने ठाउँ चाहिँ होइन। रिजर्भ गरेर आउने म्याजिकहरू, अब साना ठुला सिटी बसहरूलाई पनि रिजर्भ गरेर आउने बाटोलाई चाहिँ सहज तरिकाले आउन सक्छ। केलादी घाटमा स्नान गरिसके पछाडि उनीहरू बेनी सङ्गममै स्नान गर्न चाहे भने त्यो अवस्थामा चाहिँ विकल्प के छ? त्यसको अवस्थामा चाहिँ यस्तो छ, अब यो धार्मिक आस्थाको हिसाबले पनि स्नानकै लागि त कालीगण्डकी नै महत्त्वपूर्णमा लिनुहुन्छ। पारी आउने मान्छेहरू पनि यता वारी कालीगङ्गा नै आएर स्नान गरेको अधिकांश मान्छेहरू हामी भेट्छौँ र यहाँ कालीमा स्नान गरिसकेपछि मठ मन्दिरहरू चाहिँ अब देवघाट तनहुँ क्षेत्रमा भयो भने त्यहाँ जानको लागि चाहिँ हामीहरूले चाहिँ निःशुल्क रूपमा ऱ्याफ्टिङको व्यवस्था गरेका छौँ। यहाँ जति पनि भक्तजन आउनुहुन्छ उहाँहरूलाई पारी जाने व्यवस्था हामी मिलाउँछौँ।